है। तिमीले के सपिङ गर्ने हो त नि आज? वेलकम छ हजुरहरूलाई हाम्रो न्यू भ्लगमा। पुरा भिडियो हेरिदिनु होला अन्तिमसम्म अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हामी चाहिँ अस्ति काम भएको थिएन, ब्यागमा आएको अहिले चाहिँ आएर हिँड्नु सक्यौँ है। ल गाइस हामी यसो एटिएमतिर गएर हामी चाहिँ यहाँ सपिङ गर्न आइसकेका छौँ गाइस। तपाईँले हिँड्दै हुनुहुन्छ तिमीले के सपिङ गर्ने हो त नि आज? ब्याग हेर्दै छन् साथीहरू हामीले। हाई क्वालिटीको चप्पलहरू, सुजहरू अनि ब्यागहरू अनि कस्मेटिक सामानहरू मिलाएर राम्रो पाइन्छ। नेम चाहिँ के हो? उहाँले ब्याग देखाउँदै हुनुहुन्छ। पौडेल कस्मेटिकमा आउनु होला साथीहरू, हजुर कोही हुन्छ भने। यहाँ चाहिँ एकदम राम्रो राम्रो सामानहरू, सबै आइटमहरू, कस्मेटिक आइटम, ब्यागहरू, सुजहरू सबै पाइँदो रहेछ। यहाँ मिलाएर दिनुहुन्छ, राम्रोसँग आउनु होला। हामी चाहिँ गाइस फेरि थापा फेन्सी कलेक्सनमा आयौँ है त। उहाँहरूले के सपिङ गर्नुहुन्छ एकदम। ज्याकेट, हुडी, उहाँले खोजेको हुडी हो, हेर्नुभयो ज्याकेट। उहाँहरू हेरेर बसिराख्नु भएको छ। उहाँले चेक गर्नुभयो कस्तो भयो उहाँलाई ज्याकेट। यहाँ भाडा पसलमा भाडा किन्न आएको गाइस, कप किन्न आएको। किनिसक्यौँ हामीले, गर्दै हुन्छ। यहाँ सुपथ मूल्यमा राम्रो राम्रो भाडा, तामाको भाडाहरू चाहिन्छ भने यहाँ अङ्किता भाडा पसलमा आउनु होला, एकदम मिलाएर दिनुहुन्छ। यहाँको साउ चाहिँ उहाँ हो है। एकदम रमाइलो हुनुहुन्छ। हामी चाहिँ निस्किसक्यौँ किनेर। हामी चाहिँ बाहिरबाट आइसक्यौँ घर। अनि त्यस पछाडि लप्सन चाहिँ स्कुलदेखि आएर हामीलाई वेटिङ गरेर बस्यो कि बिचरा। कति हामी कति बजी गएको, कति बजिसकेछ, 5:14 भइसक्यो रहेछ। 4 बजी आएर बिचरा 1 घन्टा वेट गरिरहेछौँ। ड्रेसमै छिने नि चाहिँ हामी चाहिँ चेन्ज गऱ्यौँ।